हेलो फ्रेन्ड्स, आज चाहिँ हामी यस भिडियोमा चाहिँ क्लास 12 को फिजिक्समा रहेको अल्टरनेटिङ करेन्टको बारेमा आज डिटेलली कुरा गर्नेछौँ। त्यहाँ भएको म्याथमेटिकल क्याल्कुलेसनदेखि लिएर त्यहाँ भएको टर्मिनोलोजीहरू हामी सबै आज डिटेलली चाहिँ डिस्कस गर्नेछौँ। अब अल्टरनेटिङ करेन्ट बुझ्नु अघि चाहिँ हामीले केही इक्वेसन वा केही बेसिक कन्सेप्टहरू चाहिँ हामीलाई चाहिन्छ। अब यो V = V नट साइन ओमेगा टी र I = I नट साइन ओमेगा टी भन्ने दुईवटा इक्वेसनको बारेमा चाहिँ हामीले थाहा हुनुपर्छ। V भनेको एउटा इन्स्टान्टेनियस भोल्टेज हो भने V नट भनेको एउटा पिक भोल्टेज हो। त्यसै गरी I भनेको इन्स्टान्टेनियस करेन्ट हो भने I नट भनेको पिक करेन्ट हो। अब पिक करेन्ट र पिक भोल्टेज भनेको के हो त्यो अब बुझौँ फेरि। अब यो इक्वेसनलाई हेर्नुपर्ने साइन छ, साइनको फङ्सन छ भनेपछि यहाँ साइनोसोइडल ग्राफ भन्छ। हामीले यो फर्स्ट इक्वेसनको लागि मैले यो ग्राफ बनाएको छु। फर्स्ट इक्वेसनको ग्राफ यस्तो भन्छ। हामीले अब म्याक्सिमम डिस्प्लेसमेन्टलाई हामीले एम्प्लिट्युड भने जस्तै म्याक्सिमम यो भोल्टेजको ग्राफ हो, त्यसैले यो म्याक्सिमम भोल्टेजलाई हामी V नट भन्छौँ। त्यसै गरी म्याक्सिमम करेन्टलाई हामी I नट भन्छौँ। अनि अब अर्को बेसिक फर्मुला के थाहा हुनुपर्छ भन्दाखेरि V = IR हुन्छ रेसिस्टरको केसमा। अब यो V भनेको चाहिँ अब यहाँ यसो नोटिस गरौँ, V चाहिँ अलिकति म्याक्सिमम छ। यो I भन्दा चाहिँ अलिकति V धेरै भयो जस्तो छ, किनभने आईलाई हामीले रेसिस्टेन्सले इन्टु गरेपछि मात्र V चाहिँ पाउँछौँ। त्यसै गरी यो रेसिस्टरको केसमा भयो। अब इन्डक्टरको केसमा V = IXL हुन्छ अनि क्यापेसिटरको केसमा V = IXC हुन्छ भन्ने दुईवटा कुरा पनि हामीले थाहा हुनुपर्छ। अब ढिलो नगरिकन स्टार्ट गरौँ है त। अब सुरुमा छ आरएमएस भ्यालु। आरएमएस भ्यालु भनेको वा आरएमएस करेन्ट भनेको के हो भन्दाखेरि मसँग दुईवटा सर्किट छ। दुईवटा सर्किट होइन, मसँग एउटै सर्किट छ तर दुईवटा कन्डिसन छ। मैले एकचोटि त्यही सर्किटमा एसी करेन्ट पास गराएँ र अर्कोचोटि मैले डिसी करेन्ट पास गराएँ। यसले डिसी सोर्सको नोटेसन हो, यो भनेको एसी सोर्सको नोटेसन हो। अब मैले एकचोटि एसी करेन्ट पास गराउँदाखेरि मैले यसो विचार गरेँ। के विचार गरेँ भन्दाखेरि मैले पास गराएको 5 सेकेन्डमा त 20 जुल हिट एनर्जी प्रोड्युस भइरहेको छ। अब मैले यही सर्किटमा मैले कति डिसी करेन्ट पास गराएँ भने चाहिँ 5 सेकेन्डमा 20 जुल हिट प्रोड्युस हुन्छ। भन्नाले यही सर्किटमा यही टाइममा यही हिट एनर्जी चाहिँ कति हामीले डिसी करेन्ट चाहिँ हामीले कति पास गराउँदाखेरि चाहिँ प्रोड्युस हुन्छ, हो त्यही करेन्टलाई हामी आरएमएस भ्यालु भन्छौँ क्या। आरएमएस भ्यालु अफ अल्टरनेटिङ करेन्ट क्यान बी डिफाइन्ड एज द स्टेडी डिसी करेन्ट द्याट क्यान प्रोड्युस सेम हिट। 20 जुलको मैले इक्जाम्पल दिएको थिएँ। सेम हिट एनर्जी एज प्रोड्युस बाई दि एसी करेन्ट इन द सेम सर्किट एन्ड एट सेम इन्स्ट्यान्ट अफ टाइम। अझै पनि बुझ्नु भएन भने म फेरि भन्छु ल। यो एउटा सर्किट छ, यो सर्किटमा मैले एकचोटि एसी करेन्ट पठाएँ, एकचोटि मैले डिसी करेन्ट पठाएँ। मैले एसी करेन्ट पठाउँदाखेरि के नोटिस गरेँ भन्दाखेरि मैले यसो घडी हेरेँ, 5 सेकेन्डमा 20 जुल हिट एनर्जी प्रोड्युस भइरहेको छ। अब मैले यही सर्किटलाई अब मैले ब्रेक गरेँ एसीबाट र मैले डिसी जोडेँ। अब मैले कति डिसी जोड्दाखेरि चाहिँ 5 सेकेन्डमा 20 जुल हिट एनर्जी प्रोड्युस हुन्छ, त्यही करेन्टलाई नै हामी आरएमएस भ्यालु अफ अल्टरनेटिङ करेन्ट भनेर भन्ने गरिन्छ क्या। अब यसको लागि अब हामीले केही कुराहरू अब जुल्स ल पनि हामीले अलिकति बुझ्नुपर्छ। जुल्स लको इक्वेसन के हो भन्दाखेरि एउटा जुल्स लको स्टेटमेन्ट चाहिँ के हो भन्दाखेरि एउटा कुनै पनि सर्किटमा तपाईँले करेन्ट पास गराउनु भयो भने चाहिँ त्यहाँ हिट एनर्जीको प्रोड्युस हुन्छ भन्ने कुरा भन्छ। कति हिट प्रोड्युस हुन्छ भन्ने कुरा चाहिँ यो इक्वेसनबाट थाहा हुन्छ। H = I² RT भन्ने चाहिँ जुल्स लको इक्वेसन हो। अब यो भनेको त अब टोटल हिट भयो। एउटा कुनै पनि इन्स्टान्टमा वा एउटा सानो टाइम डिटी भन्ने टाइममा कति हिट प्रोड्युस हुन्छ, डिएच प्रोड्युस हुन्छ। DH = I² RDT हुन्छ। अब हामीलाई यो एसी करेन्ट त पुरा साइनोसोइडल ग्राफ बन्छ भनेपछि त एउटा कम्प्लिट साइकलमा कति हुन्छ भनेर निकाल्नु पर्यो। त्यसैले यसलाई मैले डेरिभेटिभ गरेँ, यसलाई मैले इन्टिग्रेसन गरेँ। 0 देखि t भनेको टाइम पिरियड, एउटा साइकल कम्प्लिट हुनको लागि लाग्ने टाइमलाई हामी टाइम पिरियड भन्छौँ। टीसम्म मैले यसलाई इन्टिग्रेट गरेँ। अब यो आईको ठाउँमा मैले अघि भनेको थिएँ, आईको ठाउँमा हामीले I नट साइन ओमेगा टी लेख्न मिल्छ। मैले I नट स्क्वायर साइन ओमेगा साइन स्क्वायर ओमेगा टी लेखिदिएँ। साइन स्क्वायर ओमेगा टीको डाइरेक्टली डेरिभेटिभ हुँदैन, डाइरेक्टली इन्टिग्रेसन हुँदैन। त्यसैले हामी यसलाई अब के गर्छौँ भन्दाखेरि पावर नभएको फर्ममा लग्छौँ। हामीले कसको फर्ममा लगेर अब इन्टिग्रेसन गर्दै गयौँ। त्यो हुँदाखेरि हामीले फाइनल फर्मुला के थाहा पायौँ भन्दाखेरि I नट स्क्वायर RT / 2 भन्ने फर्मुला चाहिँ यो इक्वेसनबाट पायौँ। अब हामीलाई के थाहा छ भने पावर = एनर्जी बाई टाइम हो। यो पनि एनर्जी नै हो। यो कुन एनर्जी भन्दा हिट एनर्जी हो भनेपछि मैले यो केसको पावर निकाल्नु पर्यो भने यो एनर्जी I नट स्क्वायर RT / 2 पावर अनि पावर डिभाइडेड बाई टाइम गर्न सक्छु। मैले यो टाइम र यो टाइमलाई काट्न मिल्छ भनेपछि यो केसको पावर कति आउँदो रहेछ, I नट स्क्वायर R / 2 आउँदो रहेछ। त्यसै गरी यो पनि के इक्वेसन हो भन्दाखेरि यो पनि
पावरकै इक्वेसन हो, यो पनि हिटकै इक्वेसन हो भन्नाले एनर्जीकै इक्वेसन हो, हिट एनर्जीकै इक्वेसन हो। त्यसैले यो केसमा हुने पावर कति हुन्छ, यो एनर्जी डिभाइड बाई टाइम गर्दाखेरि आई स्क्वायर आर हुन्छ। यो भनेको आई नट हो, यो भनेको आई भन्नाले एउटा इन्स्टान्टेनियस वा यो डिसीको करेन्ट आरएमएस हो, त्यसैले आइआरएमएस लेख्दै यो पनि पावर यो पनि पावर, म दुइटालाई इक्वेट गर्न सक्छु। यो दुइटालाई इक्वेट गर्दाखेरि मैले आई नटको भ्यालु चाहिँ √2 टाइम्स आइआरएमएस पाएँ मैले। त्यसै गरी अब मैले भी नटको पनि यसरी फाइन्ड गर्न खोजेँ। भी नट भनेको पिक भोल्टेज पनि फाइन्ड गरेँ भने √2 टाइम्स भिआरएमएस हुन्छ। यसरी चाहिँ हामीले यो यति यो सबै हेर्नुको करेन्ट वा आरएमएसको कन्सेप्टहरू हेर्नुको यो कन्सेप्ट वा यो किन यो कारण चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले चाहिँ रिलेसन हेर्न खोजेको क्या, यो पिक करेन्ट र आरएमएस बिचको चाहिँ रिलेसन कस्तो छ भनेर हेर्न खोजेको। अब यसपछि कुराहरू पनि फेजर डायग्राम। फेजर डायग्राम भनेको के हो भन्दाखेरि एउटा सिम्पली डायग्रामै हो, एउटा सिम्पल ग्राफ नै हो, तर यसले चाहिँ फेजको कुरा गर्छ क्या। फेज भनेको पोजिसन। मैले यो दुईवटा इक्वेसन लिएँ भोल्टेज र करेन्टको। एउटा भोल्टेजको इक्वेसन भी नट साइन ओमेगा टी छ, एउटा आई नट साइन ओमेगा टी छ। यो साइन पछाडिको एङ्गलले हामीलाई पोजिसनको काम गर्छ भन्नाले यसको पोजिसन बताउँछ। अब यो दुइटाको हामीले यो अब फेज हो भने यो दुइटाको फेजको डिफ्रेन्स कति छ, यहाँ पनि ओमेगा टी छ, यो पनि ओमेगा टी नै छ। त्यसैले मैले फेज डिफ्रेन्सलाई फाइले डिनोट गर्छौँ। फेज डिफ्रेन्स कति आयो, 0 आयो। हामीले एउटा लाइन ड्र गर्ने, यो लाइनले चाहिँ म्याग्निट्युडलाई डिनोट गर्छ। अघि मैले भी इक्वल टु आइआरबाट अघि मैले बुझाइहालेँ, भीको म्याग्निट्युड अलिकति बेसी हुन्छ, त्यसैले भीको लम्बाइ मैले अलिकति लामो बनाएँ, आरको अलिकति छोटो बनाएँ। यो चाहिँ भोल्टेज र करेन्ट चाहिँ एउटै फेजमा हुँदाखेरि वा फेज डिफ्रेन्स 0 हुँदाखेरिको इक्वेसन चाहिँ यस्तो हुँदो रहेछ। अब अर्को आयो, अर्को छ आई इज इक्वल टु आई नट साइन ओमेगा टी प्लस पाई/2 अनि अर्को छ त्यही नर्मल इक्वेसन। यो दुइटाले हेर्दाखेरि करेन्ट त बेसी छ पाई/2ले, भनेपछि फेज कति हुन्छ यो दुइटा बिचको पाई/2 हुन्छ। यो एङ्गल घटाइदिँदाखेरि पाई/2 आउँछ। यो केसमा हामी करेन्टलाई हामी यही डाइरेक्सनमा जहिले राख्छौँ, जहिले यस्तो नै राख्छौँ। अब यति बेला भोल्टेज ल्याग भइरहेको छ, करेन्टले लिड हानिरहेको छ। अब करेन्टले लिड हुँदाखेरि अब यो भोल्टेज त अब दुइटै अब नर्मल, कसैले लिड कसैले ल्याग नगर्दाखेरि त एउटै लाइनमा थियो भने अब करेन्टले लिड गरेको बेला भोल्टेजलाई क्लकवाइज घुमाउने। भोल्टेज यहाँ थियो, अब क्लकवाइज घुमाउने। क्लकवाइज भनेको यसरी घुमाउने, कति एङ्गल घुमाउने, फाइ एङ्गल घुमाउने। यो केसमा फाइ कति छ, पाई/2 छ, त्यसैले मैले भोल्टेजलाई फाइ एङ्गल यसरी घुमाएँ क्लकवाइज, त्यो हुँदाखेरि भोल्टेज यहाँ आइपुग्यो। यो एङ्गल भनेको फाइ हो र यो फाइ भनेको 90 डिग्री छ, 90 पाई/2 भनेको 90 डिग्री हो। अब अर्को इक्वेसन छ फेरि मसँग, भी इज इक्वल टु भी नट साइन ओमेगा टी भन्ने एउटा इक्वेसन छ र अर्को आई नट साइन ओमेगा टी माइनस पाई/2 छ। भनेपछि यहाँ करेन्ट ल्याग भइरहेको छ पाई/2ले, यिनीहरूको पनि फेरि फेज डिफ्रेन्स पाई/2 छ। यो केसमा भोल्टेजले लिड हानिरहेको छ। भोल्टेजले लिड हानेको छ भने भोल्टेजलाई अब एन्टी क्लकवाइज यसरी फाइ एङ्गल घुमाउने। फाइ एङ्गल कति घुमियो भन्दाखेरि 90 डिग्री घुम्यो, 90 डिग्री भनेको पाई/2। यसरी चाहिँ हामी 3वटा केस स्टडी गऱ्यौँ। एउटा केसमा के भयो भन्दाखेरि फेज डिफ्रेन्स 0 भन्नाले इन फेजमा छ। यो केसमा करेन्टले लिड हानिरहेको छ। यो केसमा भोल्टेजले लिड हानिरहेको छ, करेन्ट ल्याग भइरहेको छ। अब हामी एसीलाई अब एउटा रेसिस्टरको सर्किटमा पास गराउँदा कस्तो हुन्छ, इन्डक्टर भएको सर्किटमा पास गराउँदा कस्तो हुन्छ र क्यापासिटर भएको सर्किटमा पास गराउँदा कस्तो हुन्छ, त्यो पनि स्टडी गरौँ है त। अब हामीसँग एउटा सिम्पली एउटा सर्किट छ। यो सर्किटमा मैले यो आर भनेको के हो, यो रेसिस्टरको रेसिस्टेन्स हो। यो आर मैले लेखिदिएँ। यो भनेको एसी सोर्सको चाहिँ यो एउटा सिम्बल हो यो। अब मैले यहाँ भी इज इक्वल टु भी नट साइन ओमेगा टी लिएँ। अब हामी चाहिँ अब रेसिस्टर, इन्डक्टर र क्यापेसिटरमा किन हेर्छौँ भन्दाखेरि चाहिँ कुनमा चाहिँ करेन्टले ल्याग हान्छ, कुन चाहिँमा चाहिँ करेन्टले चाहिँ लिड हान्छ, अब कति बेला चाहिँ के हुन्छ, त्यस्तो कुरा स्टडी गर्नको लागि चाहिँ हामीले यो एसी थ्रु रेसिस्टर, इन्डक्टर र क्यापेसिटर हेरिएको हो। अब यसको लागि त हामीले फेजको कुरा गर्नु पऱ्यो। फेजको लागि हामीलाई मेन दुईवटा इक्वेसन चाहियो, एउटा भोल्टेजको इक्वेसन चाहियो, एउटा करेन्टको इक्वेसन चाहियो। अब हामीले भोल्टेज त हामी अब थाहा हुन्छ नि त, हामीले यहाँ करेन्टको पनि इक्वेसन लिन सक्थ्यौँ, तर करेन्टको इक्वेसन किन लिनौँ भन्दाखेरि करेन्ट त फाल्टै ड्रप हुन्छ। आफै हेर्नु न, अब यो आई भनेपछि V/R हुन्छ होइन त, भनेपछि यो करेन्ट त फाल्टै ड्रप हुन्छ वा करेन्ट त पास, अब यो रेसिस्टरबाट फाल्टै पास हुन्छ, अर्को क्यापेसिटर दियो भने फाल्टै पास हुन्छ। त्यसैले हामीले चाहिँ करेन्टको नलिएर भोल्टेजको चाहिँ हामीले इक्वेसन लियौँ। भोल्टेज त अब एउटा ठ्याक्क सोर्समा राखिदिँदा भयो नि त। अब यो करेन्टको इक्वेसन कति ठाउँ लेख्नु त, त्यो झन्झट हुन्छ। त्यसैले हामी सिम्पली भोल्टेजको इक्वेसन लेख्यौँ। अब हामी करेन्टको इक्वेसन फाइन्ड गर्नतिर लाग्छौँ। अब हामीले यो सर्किटमा हामीले केबिएल युज गरौँ। केबिएल भनेको क्रिचअफ भोल्टेज ल।
यहाँबाट हामी गइरहेको छौँ, यसको कति छ भोल्टेज V छ, हामी यही डाइरेक्सनमा गइरहेका छौँ र करेन्ट पनि यही डाइरेक्सनमा छ भनेपछि माइनस यहाँको इएमएफ, यहाँको भोल्टेज कति हुन्छ IR हुन्छ। अनि IR लेख्यो, V = IR भयो, I = V/R भयो। अब V को ठाउँमा म के लेख्न सक्छु, V0 sin ω t लेख्न सक्छु। मैले V/R को ठाउँमा I लेखे जस्तै V0/R को ठाउँमा मैले I0 लेख्न सक्छु। त्यसो गर्दाखेरि I = I0 sin ω t भन्दा मैले I को पनि इक्वेसन पाएँ। अब के भयो भन्दाखेरि म यो दुईटा बिचको फेज एङ्गल हेर्छु। फेज एङ्गल यहाँ पनि ω t छ, यसको नि ω t छ भनेपछि फेज डिफ्रेन्स भनेको पाइयो, फेज डिफ्रेन्स भनेको 0 आयो। यिनीहरूको अब फेजर डायग्राम यस्तो हुन्छ। यो भन्दा अब यो गाह्रो लाग्यो भने तपाईहरु अघि जस्तो यही फिगर बनाउँदा पनि हुन्छ। कहाँ गयो, यहाँ रहेछ। यस्तो लाइन बनाइदिने, एउटै फेजमा आउँदाखेरि यस्तो हुन्छ। कि त अब डाइरेक्टली x र y दुईटा एक्सिस बनाइदिउँ, अनि ω t केही माथि छ यिनीहरू। अब ω t माथि एउटा लाइन बनायौँ, लाइन बनाउँदाखेरि V0 यहाँ I0 पनि एउटै लाइनमा हामीले चाहिँ यसरी लाइभ भएको देखायौँ। अब अर्को केस छ। अब इन्डक्टरबाट पास हुँदाखेरि के हुन्छ, इन्डक्टर भन्ने बित्तिकै हामीले के सेल्फ इन्डक्सन भन्ने अर्को च्याप्टर सोचिहाल्नु पर्यो। इन्डक्टरमा इएमएफ आफै इन्ड्युस गर्ने यसको एबिलिटी हुन्छ, त्यो फेनोमेनालाई हामी सेल्फ इन्डक्सन भन्ने गर्छौँ। अब कति इएमएफ प्रोड्युस हुन्छ भन्दाखेरि L टाइम्स di/dt हुन्छ। di भनेको I भनेको करेन्ट, t भनेको टाइम, L भनेको रेसिस्टरको रेसिस्टेन्स भए जस्तै इन्डक्टरको पनि इन्डक्टेन्स हुन्छ। यो L ले इन्डक्टेन्सलाई जनाउँछ। E = L di/dt। अब के पनि, अब हामी क्रिचअफ्स भोल्टेज ल लाउँदा पनि हुन्छ। क्रिचअफ्स भोल्टेजलाई फेरि लगाउँ। यहाँ भनेको V भयो, यहाँ भनेको V भयो हैन, V। अब अनि हामी यही लुपमा गइरहेको छौँ, यही डाइरेक्सनमा गइरहेको छौँ र करेन्ट पनि यही डाइरेक्सनमा छ। त्यसैले -E = 0 भयो। यहाँको E कति हुन्छ, अघि पो रेसिस्टरतिर IR लेख्यो, अब त इन्डक्टर छ, त्यसैले यो E भनेको L टाइम्स di/dt हुन्छ। त्यसैले अब त्यो लायौँ। अब यहाँ E = उता, यसलाई उता पठाउँदा भयो नि त हैन। V - E = 0 थियो भने V लाई यो E लाई उता पठाएँ मैले। अब V को ठाउँमा मैले V0 sin ω t हालेँ, E को ठाउँमा L di/dt हालेँ। अब हाम्रो मेन उद्देश्य भनेको के हो भन्दाखेरि I को चाहिँ इक्वेसन निकाल्ने हो। V को इक्वेसन हामीसँग छ। अब I को इक्वेसन निकाल्यौँ भने हामी यो केसमा कुन चाहिँले लिड हुन्छ, कुन चाहिँले ल्याग हुन्छ, हामी सबै एनालाइज गर्न सक्छौँ। त्यसैले अब हामी यो L लाई यता पठाइदिउँ, त्यो हुँदाखेरि के हुन्छ, V0 यो dt लाई पनि उता अनि L लाई पनि यता पठाउँदाखेरि V0 L sin ω t dt = di हुन्छ। अब यो यसो विचार गर्नु, भेरिएबल सेपरेसन फर्ममा छ। भेरिएबल सेपरेसन अब त्यो झुकिनु छ भने छोडिदिनु। अब यसो गरियो हैन, यति गरिसकेपछि अब हामी इन्ट्रिग्रेट गर्यौँ। इन्ट्रिग्रेट गर्दाखेरि यो V0 भनेको त पिक भोल्टेज हो, म्याक्सिमम भोल्टेज त जहिले पनि कन्स्टेन्ट हुन्छ, L भनेको पनि जहिले पनि कन्स्टेन्ट हुन्छ। त्यसैले कन्स्टेन्ट टर्म बाहिर आयो। sin ω t को अब इन्ट्रिग्रेसन हुन्छ। अब सानो करेन्ट भनेको di हो भने टोटल करेन्ट कति हुन्छ, I हुन्छ। त्यसैले यसको इन्ट्रिग्रेसन पनि कति भयो, di को इन्ट्रिग्रेसन पनि I भयो। sin ω t को डेरिभेटिभ इन्ट्रिग्रेसन भनेको cos ω t / ω हुन्छ, माथि अगाडि माइनस पनि हुन्छ। यो हुँदाखेरि अब I = V0 Lω - cos ω t आयो। यो आइसकेपछि अब हामी यो Lω लाई चाहिँ मैले यहाँ XL लेखेको छु। XL ले चाहिँ के गर्छ भन्दाखेरि अघि अब R ले रेसिस्टरको केसमा रेसिस्टरको त्यसको रेसिस्टेन्सले अब करेन्टलाई अपोज गर्छ भने इन्डक्टरको केसमा चाहिँ XL ले चाहिँ अपोज गर्छ क्या। त्यसैले अब इन्डक्टरको केसमा V = IR नभएर V = I0 XL हुन्छ। अब मैले यहाँ Lω को ठाउँमा मैले XL लेखेँ। यो Lω र XL भनेको सेम हो र यो दुईटालाई के भनिन्छ भन्ने कुरा यहाँ लेखेको रहेछ मैले। XL = Lω, यो दुईटालाई हामी इन्डक्टिभ रियाक्टेन्स भन्ने गर्छौँ। अब त्यसै गरी यो इक्वेसनबाट हेर्नुभयो भने V0/XL को भ्यालु निकाल्नुभयो भने I0 हुन्छ। त्यसैले मैले I0 लेखेँ। यो cos ω t को माइनस साइनलाई मैले अगाडि माइनस बनाएँ अनि cos थीटालाई मैले sin 90 - थीटा लेख्न सक्छु। sin 90 - थीटा लेखेँ। अब योबाट पनि म फेरि माइनस कमन तान्दाखेरि ω t - π/2 हुन्छ, माइनस माइनस प्लस I0 sin ω t - π/2 भनेर आयो। करेन्टको इक्वेसन मैले पाएँ। अब करेन्टको फेज कति छ, ω t - π/2 छ। भोल्टेजको फेज कति छ, V0 sin ω t छ। अब दुईटाको फेज डिफ्रेन्स π/2 आयो। मैले सिम्पली फेज यसरी बनाउँदा नि हुन्छ, यसरी बनाउँदा पनि हुन्छ। यो तरिकाले त अब बुझिहाल्नु भयो होला। सुरुमा हामी I लेख्ने। अब भोल्टेजले लिड हानिरहेको छ भने त्यसलाई एन्टी क्लकवाइज हामीले फाइ एङ्गल घुमाउने। यहाँ फाइ भनेको 90 डिग्री छ, 90 डिग्री टक्क घुमाएर यहाँ बस्यो। कि त सुरुमा हामीले एउटा लाइन ड्र गर्ने। V भनेको ω t, यो ω t केही माथि छ, V0 sin ω t भनेपछि यो V0 भयो। यो भन्दा अब करेन्ट चाहिँ तल छ, -π/2 छ। त्यसैले
यसलाई माइनस पाई/2 यसरी घुमाइदिने, यसरी पनि फेजर बनाउँदा हुन्छ। अब अर्को छ एसी थ्रु क्यापेसिटर। क्यापेसिटरले के काम गर्छ भन्दाखेरि क्यापेसिटरले चार्ज स्टोर गर्ने काम गर्छ। अब चार्ज कति स्टोर गर्छ भन्दाखेरि Q = CV हुन्छ। रेसिस्टरको केसमा रेसिस्टेन्स, क्यापेसिटरको केसमा क्यापेसिटेन्स र इन्डक्टरको केसमा इन्डक्टेन्स हुन्छ। यो C भनेको क्यापेसिटेन्स हो, V भनेको भोल्टेज हो। V भनेको भोल्टेज वा डिफरेन्स, पोटेन्सियल डिफरेन्स हो। अब हामी सुरुमा हामीले यो लिइहाल्यौँ हैन, अनि Q = CV लियौँ, V = Q/C भयो। यहाँ पनि अब हामी किर्चफ भोल्टेज ल लगाउँ। अब अघि पो अब V = IR प्रोड्युस हुन्थ्यो रेसिस्टरको केसमा। अब अर्को केसमा अर्कै अब L टाइम्स di/dt प्रोड्युस हुन्थ्यो। यो केसमा भोल्टेज Q/C प्रोड्युस हुन्छ। त्यसैले मैले अब यहाँ KVL लाउँदाखेरि के हुन्छ, V - Q/C हुन्छ। V - Q/C = 0 हुन्छ हैन त। V - Q/C = 0। हामी यतै गइरहेको छौँ, करेन्ट पनि त्यहीतिर बगेको छ। -Q/C = 0, V = Q/C आयो। Q/C = V को ठाउँमा म V0 sin ओमेगा t लेख्न सक्छु। यहाँबाट अब Q लाई एक्लै बनाउँदाखेरि C V0 sin ओमेगा t भयो। दुईटै साइड मैले डिफ्रेन्सिएट गर्दाखेरि dQ/dt = C V0 sin ओमेगा t / dt पाएँ। अब हामीले एउटा बेसिक फर्मुला I = Q/t भन्ने फर्मुला चाहिँ थाहा हुनुपर्छ। अब यहाँ Q/t को फर्ममा छ भनेपछि हामी I लेख्न सक्यौँ। I = अब यो sin ओमेगा t को डेरिभेटिभ ओमेगा टाइम्स cos ओमेगा t हुन्छ। C अगाडि जस्तो तस्तै, V0 जस्तोको तस्तै, sin ओमेगा t को डेरिभेटिभ ओमेगा टाइम्स cos ओमेगा t। मैले अब C ओमेगालाई एकै ठाउँ लेखिदिएँ। यहाँ लेख्दाखेरि V0 C ओमेगा cos ओमेगा t भयो। अब यो ओमेगा t लाई मैले डिभाइड गरेर तल पठाउन सक्छु। त्यसैले V0 / 1/C ओमेगा लेख्न सकेँ मैले। अब यो 1/C ओमेगा भनेको XC हो। अघि इन्डक्टरको केसमा XL भयो जस्तै क्यापेसिटरको केसमा XC हुन्छ। XC भनेको क्यापेसिटिभ रियाक्टेन्स हो। अब रेसिस्टरको केसमा रेसिस्टेन्सले अपोज गरेको थियो, इन्डक्टरको केसमा XL ले गरेको थियो। अब क्यापेसिटरमा XC ले अपोज गर्ने काम गर्छ भनेपछि अब V = IXC भइदियो। अब यहाँबाट हामी यहाँ यति टर्मलाई XC ल्याएपछि V0/XC भयो। अब यो V0/XC को ठाउँ V0/XC को भ्यालु यहाँबाट निकाल्दाखेरि I0 हुन्छ। I0 अब cos ओमेगा t लाई हामी sin ओमेगा t प्लस थीटा वा sin 90 प्लस थीटा लेख्न मिल्छ। त्यसो गर्दाखेरि मैले अब करेन्टको इक्वेसन पनि पाएँ, करेन्टको इक्वेसन पनि पाएँ, भोल्टेजको इक्वेसन पनि छ। अब दुईटाको म फेज डिफरेन्स हेर्छु। दुईटाको फेज डिफरेन्स हेर्दाखेरि मैले पाई/2 पाएँ। सिम्पली अब मैले करेन्टलाई मैले यसरी डिनोट गरेँ। अब करेन्ट भन्दा भोल्टेज ल्याग भइरहेछ 90 डिग्री वा फाइ एङ्गलले ल्याग भइरहेछ। मैले फाइ एङ्गल 90 डिग्री छ यसरी घुमाउँदाखेरि भोल्टेज यहाँ आइपुग्यो। कि त यो तरिकाले पनि फेजर डायग्राम बनाउँदा हुन्छ। अब अर्को छ RL सिरिज सर्किट। RL सिरिज छ। अब प्यारलल हामीले त्यस्तो पढ्नु पर्दैन, 11 मा त्यस्तो छैन। अब 12 मा त्यस्तो केही छैन। अब हामीले अब RL सर्किट, अब अर्को RC सर्किट, अनि अर्को LCR सर्किट गरेर तीनवटा सर्किट हामीले पढ्नुपर्छ। सुरुमा छ RL सर्किट। RL सर्किट R भनेको रेसिस्टर, L भनेको इन्डक्टर। रेसिस्टर र इन्डक्टर जोडिएको यो एउटा मसँग सिरिजमा जोडिएको मसँग एउटा सर्किट छ। अब हामीले यो फर्मुला अघिदेखि भनिरहेको छु म। रेसिस्टरको केसमा V = IR हुन्छ भने इन्डक्टरको केसमा V = IXL हुन्छ। XL भनेको L ओमेगा हो भनेर नि मैले अघिदेखि भनिरहेको छु। मैले अब फेजर डायग्राम बनाएँ। फेजर डायग्राम बनाउँदाखेरि के भयो भन्दाखेरि फेजर डायग्राम बनाउँदाखेरि सुरुमा यतिलाई मैले हेरिनँ, यति मात्र हेरेँ। यति मात्र हेर्दाखेरि यो रेसिस्टरको केस हो। रेसिस्टरको केसमा त भोल्टेज र करेन्ट एकै ठाउँ हुन्छ। अब यसलाई हेर्दाखेरि अब यहाँ के हुन्छ भन्दाखेरि इन्डक्टरको केसमा त करेन्टले ल्याग हान्छ भन्नाले भोल्टेजले लिड गर्छ। त्यसैले भोल्टेज यहाँ आइपुग्यो, करेन्ट यहाँ छ। अनि अब यो दुईटाको रिजल्टेन्ट नै यो सर्किटको रिजल्टेन्ट हो वा यो सर्किटको चाहिँ V0 हो। त्यसैले अब यो यसरी मैले यहाँ रिजल्टेन्ट ड्र गरेँ। अब यहाँ पाइथागोरस थ्योरम लगाइदिने भइहाल्यो। यो फाइ भनेको फेज डिफरेन्स हो। अब पाइथागोरस थ्योरमले के भन्छ, हाइपोटेनियसको स्क्वायर = h² = b² + p² भन्छ। अब h² = b भनेको V0 R छ। यो VOR हैन ल, यो नट हो। नट भनेको पिक, यो R भनेको रेसिस्टरको केसमा, VOL हैन, V0 L हो। L भनेको पिक, L भनेको इन्डक्टरको केस। अब मैले V0² = V0 R² + V0 L को होल स्क्वायर लेख्न मिल्यो। अब VR को केसमा के हुन्छ, I0 R² हुन्छ। यो इन्डक्टरको केसमा XL हुन्छ। अब मैले यो दुईटा I0² कमन तान्न मिल्यो। त्यो हुँदाखेरि I R² + XL² रह्यो। यो स्क्वायर उता रुट भएर जान्छ। रुटले
यो स्क्वायरलाई काट्यो आई नट रह्यो। अब यता चाहिँ रुट ओभर आर स्क्वायर प्लस एक्सएल स्क्वायर रह्यो। अब यो जति छ नि यसो कम्पेयर गर्नु, बी इज इक्वल टु आइआर। यता भएको टर्मले चाहिँ जहिले पनि करेन्टलाई अपोज गर्ने काम गर्छ भनेपछि यो आरएल सर्किटमा चाहिँ यो टर्मले चाहिँ अब करेन्टलाई अपोज गर्छ। यसलाई हामी टोटल इफेक्टिभ रेसिस्टेन्स भन्छौँ र यसलाई हामी इम्पिडेन्स पनि भन्ने गर्छौँ। अब अर्को आरसी सर्किट छ। आरसी सर्किटमा पनि त्यही फेजर डायग्राम बनाइदिने। फेजर डायग्राम बनाउँदाखेरि यो केसमा के हुन्छ, करेन्ट लिड हुन्छ। करेन्ट लिड हुन्छ भनेपछि यसरी अब भोल्टेज ल्याग भएको यसरी तल बनाइदिने। रेसिस्टरको केसमा त्यहीको त्यही फेजर। अब यसको रिजल्टेन्ट भनेको चाहिँ रिजल्टेन्ट ड्र गर्ने। त्यो हुँदाखेरि केही हुँदैन। अब एक्सएल थियो नि, अब अहिले एक्सी आउँछ। यतिले इम्पिडेन्सको काम गर्छ भन्नाले अपोज गर्ने काम गर्छ। त्यसैले यतिलाई मैले इम्पिडेन्स भने। मैले अब tan phi पनि निकाल्न सक्छु। यहाँ पनि मैले फाइको भ्यालु लेखिदिएको रहेछु, यहाँ पनि tan phi को भ्यालु लेखिदिएको छु। यो एक्सएल बाई आर कसरी आयो भन्दाखेरि tan थीटा भनेको के हो, पी बाई बी हो। भनेपछि यहाँ पी के छ, पी भन्दाखेरि पी भनेको भिओएल छ, बी भनेको के छ, भिओआर छ। यो भनेको के हो, आई नट एक्सएल हो। यो भनेको आई नट आर हो। आई नट काट्यो, त्यसैले एक्सएल बाई आर रह्यो। यहाँ तल एक्सी बाई आर हुन्छ। अब अर्को छ एसी थ्रु एलसिआर सर्किट। एसी थ्रु एलसिआर सर्किट छ। एलसिआर सर्किट भनेको चाहिँ तीनैवटा मिसिएको, यहाँ फिगर छुटेको रहेछ, केही छैन। अब एल भनेको हामी पछाडितिर लिउँ न, आर भनेको रेसिस्टर, सी भनेको क्यापेसिटर, एल भनेको इन्डक्टर। यो भएको सर्किटलाई नै हामी एलसिआर सर्किट भन्ने गर्छौँ। अब हामी के हुन्छ भन्दाखेरि अलिकति यहाँ एउटा लोजिक अलिकति के लाग्छ भन्दाखेरि फेजर बनाउँदाखेरि यो साइड करेन्ट, यो साइड भनेको रेसिस्टर भइहाल्यो। क्यापेसिटरमा चाहिँ अलिकति थोरै यो लाइनले के अघिदेखि म भनिरहेको छु, यो लाइनले म्याग्निट्युडलाई डिनोट गर्छ। अब हामी यसको त म्याग्निट्युड सिम्पली लेख्यौँ। अब यसको म्याग्निट्युड र यसको म्याग्निट्युडमा अलिकति झुक्किने कुरा छ। अब हामी डाइरेक्सन त हामी यसको तल हुन्छ, अर्कोको माथि हुन्छ लेखिदिन्छौँ, तर कुन लामो कुन छोटो अलिकति कन्फ्युजिङ छ। अब इन्डक्टरको केसमा इन्डक्टरले त के गर्छ भन्दाखेरि इन्डक्टरले त अब यसले इन्ड्युस गर्छ, भोल्टेज इन्ड्युस गर्छ। त्यसैले इन्डक्टर अलिकति लामो हुन्छ, इन्डक्टरको म्याग्निट्युड अलिकति बेसी हुन्छ। क्यापेसिटरले त एब्जर्ब गर्छ, एनर्जीलाई त एब्जर्ब गर्छ, त्यसैले क्यापेसिटरको अलिकति थोरै हुन्छ। अब हामी यहाँ त्यही अब पाइथागोरस थ्योरम त लगाउने हो। अब योभन्दा अलिकति यो थोरै हुन्छ भनेपछि यति यो रको टर्म भनेको यसको भिओएल माइनस भिओएल होइन, भी नट एल माइनस भी नट सी हुन्छ। तल त भी नट आर छँदैछ। अब यो भी नट स्क्वायर इजिकल टु भी नट आरको स्क्वायर प्लस भी नट एल माइनस भी नट सीको स्क्वायर हुन्छ। यो हुँदै हुँदै हामीले भ्यालु हालिदिने। अब भी नट एलको ठाउँमा आई नट एक्सएल हुन्छ, यो पनि आई नट एक्सी हुन्छ। आई नट दुईवटा कमन आयो, स्क्वायर पनि यसको पनि हुन्छ, त्यसैले स्क्वायर पनि कमन आयो। अब यसको आरको केसमा आई नट स्क्वायर आर स्क्वायर रह्यो। यो दुईवटाबाट आई नट स्क्वायर कमन आयो, आर स्क्वायर प्लस एक्सएल माइनस एक्सीको स्क्वायर आयो। अब एलसिआर सर्किटमा चाहिँ यतिले के काम गर्छ भन्दाखेरि इम्पिडेन्सको काम गर्छ भन्नाले अपोज गर्ने काम गर्छ। tan phi को पनि भ्यालु निकालिदिउँ। भी नट एल माइनस भी नट सी डिभाइड बाई भी नट आर हुन्छ। सबैबाट आई कमन आएर माथि पनि आई तल पनि आई आएर काटिन्छ, अनि फाइनली हाम्रो यति भ्यालु रहन्छ। अब यदि एक्सएलको भ्यालु चाहिँ एक्सी भन्दा ग्रेटर भयो भने फाइको भ्यालु पनि पोजिटिभ आउँछ, होइन त, फाइको भ्यालु पोजिटिभ आउँछ। भनेपछि एलले जितिरहेको छ, भनेपछि एल भनेको के हो, इन्डक्टर हो। भनेपछि यो टोटल सर्किट नै इन्डक्टिभ हुन्छ। इन्डक्टरको केसमा के भएको थियो, भोल्टेजले लिड हानेको थियो। अब यदि एक्सएल चाहिँ स्मलर देन एक्सी भयो भने, एक्सी भन्दा स्मल भयो भने यो टर्म नेगेटिभ आउँछ भन्नाले क्यापेसिटिभ सर्किट हुन्छ। एक्सी जुन ग्रेटर हुन्छ त्यही सर्किट हुन्छ क्या। अब अघि एक्सएल थियो भने इन्डक्टिभ सर्किट भयो, अहिले एक्सी ग्रेटर छ क्यापेसिटिभ सर्किट हुन्छ। क्यापेसिटरको केसमा के थियो, करेन्टले लिड हानेको थियो। अब एक्सएल र एक्सी दुइटै भयो भने रेजोनेन्स हुन्छ, यो इम्पोर्टेन्ट कुरा हो। अब एक्सएल भनेको ओमेगा एल हो, एक्सी भनेको 1/ओमेगा सी हो। यहाँ अझ मैले ब्रिफली गरिदिएको छु, यस्तो भयो। अब यो ओमेगा उता जाँदाखेरि ओमेगा स्क्वायर अनि 1/एलसी भयो। ओमेगा अब यो स्क्वायर उता रुट भएर जाँदाखेरि 1/एलसी भयो। ओमेगालाई 2π पनि लेख्न सकिन्छ, अनि यो 2π नै उता बढाउँदा एफ इजिकल टु 1/12 रुट ओभर 1/एलसी आयो। यति फ्रिक्वेन्सीमा चाहिँ अब त्यहाँ रेजोनेन्स अकर हुँदो रहेछ यदि एक्सएल र एक्सी चाहिँ इक्वल भयो भने। अब अर्को पावरको फर्मुला छ। एलसिआर सर्किटको पावरको फर्मुला हामी डाइरेक्टली लेखिदिएको छौँ, यो डिराइभ गर्नु पर्दैन। आइआरएमएस भिआरएमएस कस फाइ हुन्छ। अब फाइ भनेको फेज डिफ्रेन्स हो।
अब यहाँ वाटलेस करेन्ट भन्ने एउटा अर्को कन्सेप्ट छ। वाटलेस करेन्ट भनेको चाहिँ एउटा यस्तो करेन्ट हो जसले चाहिँ पावर नै एब्जर्ब नगरिकन जान्छ। एउटा यस्तो करेन्ट द्याट डज नट कन्ज्युम पावर। पावर कन्ज्युम नगर्नु भनेको पावर कति बेला 0 हुन्छ, यो कस फाइको भ्यालु 90 डिग्री हुन्छ वा कस फाइको भ्यालु चाहिँ 0 डिग्री हुन्छ। कस 90 भनेको 0 हो भनेपछि अब यो फाइ भनेको फेज डिफ्रेन्स हो। अब रेसिस्टरको केसमा त फाइको भ्यालु त 0 हुन्छ, किनभने त्यति बेला त भोल्टेज र करेन्ट दुइटै इन फेजमा हुन्छन् भनेपछि त्यति बेला त फाइको भ्यालु 0 भयो भनेपछि कस 0 भनेको 1 भयो। त्यसैले पावर इज इक्वल टु आइआरएमएस भिआरएमएस हुन्छ रेसिस्टरको केसमा। अब इन्डक्टरको केसमा र इन्डक्टरको केस र क्यापेसिटरको केसमा त एउटा जहिले पनि फेज डिफ्रेन्स अघिदेखि हामी हेरेका छौँ पाई/2 थियो। एउटामा करेन्टले ल्याग हानेको थियो, एउटामा भोल्टेजले ल्याग हानेको थियो, कि त करेन्ट लिड भएको थियो एकतिर, अर्कोतिर भोल्टेज लिड भएको थियो पाई/2 ले। भनेपछि क्यापेसिटर कि त इन्डक्टरको केसमा चाहिँ पावरको कुरा आउँछ। पावरको कुरा होइन, सबैमा आउँछ, तर वाटलेस करेन्टको कुरा चाहिँ इन्डक्टर र क्यापेसिटरको केसमा आउँछ, किनभने इन्डक्टर र क्यापेसिटरमा फेज डिफ्रेन्स भनेको 90 डिग्री हुन्छ। अनि यो टर्म 90 डिग्री हुँदाखेरि यति टर्म 0 भयो भनेपछि पावर नै 0 भयो भनेपछि वाटलेस करेन्ट चाहिँ त्यति बेला अकर हुँदो रहेछ। वाटलेस करेन्ट भनेको यस्तो करेन्ट हो जसले चाहिँ पावरलाई कन्ज्युम गर्दैन। अब अर्को छ चोक कोइल। चोक कोइल भनेको चाहिँ यो एउटा इन्डक्टर हो जसले चाहिँ एउटा हाई फ्रिक्वेन्सीको एसी चाहिँ, अब हामीसँग एउटा इलेक्ट्रिकल डिभाइस छ, इलेक्ट्रिकल डिभाइसमा चाहिँ अब हाई फ्रिक्वेन्सी भएको अल्टरनेटिङ करेन्ट चाहिँ पास हुनबाट चाहिँ त्यसले रोक्छ क्या हो। त्यो रोक्ने काम चाहिँ अब चोक कोइलले गर्छ। अब युज यस्तै लेखिएको छ, टु डिक्रिज द भोल्टेज एक्रस द इलेक्ट्रिकल डिभाइस टु मेक इट सेफ। भनेपछि अब कुनै पनि अब इलेक्ट्रिकल डिभाइसमा पास हुँदै गरेको भोल्टेज चाहिँ अब म्याक्सिमम छ भने त्यसलाई अलिकति न्युट्रलाइज गरेर जति चाहिन्छ त्यति भोल्टेज मात्रै पठाउने काम गर्छ, जसले गर्दाखेरि यहाँ ल्याम्प लेखिएको रहेछ। ल्याम्प मात्रै होइन, सबै इलेक्ट्रिकल डिभाइस हो, इलेक्ट्रिकल डिभाइसहरू चाहिँ सेफ हुन्छन्। अनि अर्को चाहिँ पावर लसबाट पनि यसले प्रिभेन्ट गर्छ। यति नै थियो एसीको अब एसीमा रहेको टर्मिनोलोजी अनि क्यालकुलेसनहरू। होप यु लाइक इट। एन्ड अब यस्तै हो होइन, यो अब यसमा बेसिस भएको क्वेसनहरू हामी अब फर्दर डिस्कस गर्नेछौँ। भिडियो कस्तो लाग्यो, के लाग्यो यसो कमेन्ट गरिदिनु होला। हस्त, धन्यवाद।